ओम नमः शिवाय। राधे राधे। आज गुरु पूर्णिमाको अवसरमा मेरा गुरु गोविन्द सत्तचित्त आनन्द स्वरूप जो सबैमा विराजमान हुनुहुन्छ, मेरा गुरु गोविन्दलाई कोटि कोटि प्रणाम र सम्पूर्ण साधक साधिकाज्यूहरू, योग प्रेमी र सम्पूर्ण ओमकार समुदाय, विदेशी मास्टर्सहरू लगायतका सम्पूर्णमा मेरो अन्तरात्माबाट नमन। आज गुरु पूर्णिमा। मलाई यति धेरै भिडियो बनाइराख्ने त इच्छा पनि नभएको या समय नभएको पनि भन्न मिल्छ, र म स्वयं पनि अब योगी सिद्ध नभइसकेको अथवा अलिकति कन्फ्युज भएको हो कि भनिरहँदा मलाई लाग्छ अब योग गर्नु भनेको हामीले शरीरका अङ्गहरूलाई तन्काउनु, प्राणायाम गर्नु र निरोगीबाट चाहिँ रोगी मान्छे योग प्रयोगशालामा जाने र निरोगी बन्ने कोसिस गर्नु, त्यति मात्रै सीमित हो कि त्योभन्दा पनि अगाडि केही छ कि, त्यो स्पष्टता म आफैमा पनि अलिकति कन्फ्युज, अलिकति आशंकित भइरहेको अवस्था हो मेरो पनि। यत्रो 21-22 वर्ष चाहिँ योग गरियो, तर पनि अहिले पनि सच्चिदानन्दको व्याख्या गर्नु पर्दाखेरि अब ठ्याक्कै यही हो भन्ने चाहिँ केही छैन त्यस्तो। कतिपय ठाउँमा मैले सिक्ने सिकाउने क्रममा मलाई प्रश्न गरिन्छ, के यही हो त, यसरी नै गर्ने हो त? हो, क्रियायोग। क्रियायोग भनेको राजयोग। अब साधनाका विधिहरू त छन्, तर ठ्याक्कै पुगिहाल्छ जरुरी छैन कि। हामीले कुनै इन्टरभ्यू दिन जाँदाखेरि अथवा त्यस्तो हामीले चाहिँ पढाइबाट चाहिँ कुनै एक्जाम दिएर पास गर्नु पर्दाखेरि हामीले यति चाहिँ गऱ्यो भने पास हुन्छ है, यो अङ्क चाहिँ आउँछ, यतिसम्म हामीहरू ल्याउन सक्छौँ, डिक्टेन्सन A+, B+ यस्तो चाहिँ ल्याउन सकिन्छ भन्ने कुरा लगभग कन्फर्म हुन्छ विद्यार्थीलाई। तर यो अध्यात्म मार्गमा चाहिँ के हुँदो रहेछ भने कता कता कन्फ्युज नै भइरहने हुँदो रहेछ। त्यसो भएको हुनाले मैले के भन्न खोजिरहेको छु भने हाम्रो सम्भावना भनेको चाहे त्यो चार्ल्स डार्विनको इभोल्युसनको सिद्धान्तलाई लिएर हामीले त्यसलाई व्याख्या गरौँ या उपनिषदलाई चाहिँ लिएर व्याख्या गरौँ, हामी करिब एउटै ठाउँमा पुग्छौँ। तर अध्यात्मको विज्ञान एक ठाउँमा छ, अध्यात्म एक ठाउँमा छ, एक अर्काकै परिपूरक हुन् यी दुई। तर यति भइसक्दा पनि अब जस्तो अघि मैले भने पढाइमा चाहिँ हामीले यतिसम्म अङ्क ल्याउन सकिन्छ, यति मेहनत गऱ्यो भने यति हुन्छ भनेर त्यो एउटा खाका चाहिँ हुँदो रहेछ। तर यो अध्यात्ममा चाहिँ पूर्वजन्मको संस्कार भन्छौँ हामी चाहिँ अब त्यो
त्यसलाई व्याख्या गर्दाखेरि चाहिँ। तर विज्ञानले अथवा विदेशीले चाहिँ ब्लू प्रिन्ट भनेर भन्छ, जुन हामीले अघिल्लो जन्ममा गरेको कर्मको आधारमा हामीले बाबुआमा रोज्यौँ। र अहिले हामी यहाँ छौँ भने कि हामीले जन्मिने अनि यो भौतिक जगतमा चाहिँ केही कामहरू गर्ने, नाम कमाउने, दाम कमाउने अनि अन्त्यमा चाहिँ त्यत्तिकै जाने हो त? प्रश्न यहाँनिर छ कि त्यति मात्रै सम्भावना हो त? कि त्योभन्दा माथि पनि सच्चिदानन्द स्वरूप ब्रह्म चैतन्य हाम्रा गुरुहरूले भने जस्तो त्यो छ कि छैन? छ भने किन चाहिँ हामीले 24 घण्टा 48 घण्टा 2 महिना 4 महिना 10 महिना साधना गरेर चाहिँ प्राप्ति गर्न सक्दैनौँ त? यहाँनिर चाहिँ अब हुन्छ एउटा क्वेसन, यहाँ प्रश्न उठ्छ स्वाभाविक रूपले। तर अध्यात्म भनेको चाहिँ के रहेछ मैले बुझेको, एकदमै साधनामा चाहिँ लीन हुने र हामीले एकाग्रता साध्नेदेखि लिएर विभिन्न अब ध्यानका 112 विधिहरू चाहिँ भगवान शिवले दिनुभएको छ। कतिवटा चाहिँ प्रयोग गरेर हेर्ने, कुन चाहिँले चाहिँ पुगिएला, कुन चाहिँ साधनाले ब्रह्म चैतन्यको सच्चिदानन्द स्वरूपको अनुभूति होला, यो एकदमै जिज्ञासाको कुरा हो। र यो हामीले अध्यात्म मार्गमा लागिसकेपछि हाम्रो प्राप्ति पनि यो चाहिँ प्राप्त गर्छौँ है भन्ने त्यो जुन गाँठो हुन्छ, त्यो खजाना चाहिँ कहाँनिर छ, कसरी लुकेको छ? किन कोही बेला सच्चिदानन्द स्वरूपको कुनै बेला दर्शन पनि हुन्छ र किन सधैँ चाहिँ दर्शन गर्न नसकिने? किन शिव स्वरूप चाहिँ उपलब्धि हुँदैन? र यो धर्मबाट चाहिँ हामी साधनाबाट चाहिँ किन विचलित हुन्छौँ? मैले धेरै साधक साधिकाज्यूहरूलाई मैले हेरेको छु, धेरै सङ्घर्ष गर्नुभएको छ। त्यसमध्ये म पनि पर्छु। मैले पनि अब मसानघाटमा, गुफामा, हिमालमा विभिन्न ठाउँमा साधनाहरू गरेर मैले हेरेँ। तर यो अन्तरयात्रा चाहिँ कहाँसम्म हो त? फेरि कहिले चाहिँ टुङ्गिन्छ? मलाई आफैलाई त्यस्तो लाग्छ। अब के सिद्ध योगी भइयो भने अब ल सिद्ध भइयो, अब त्यो ढुक्कै एउटा हुन्थ्यो होला सायद, त्यो पनि छैन। साधना गरेको गरे गुरुदेवहरूलाई चाहिँ गुरुदेव भनेर चाहिँ ल गयो, दर्शन गऱ्यो, ल साधना गर, यस्तो हिसाबले गर, यो चक्र चाहिँ गर, चलाऊ यता। कति चलाउने? काठमाडौँमा बसेर कति साधना गर्ने यो कोलाहालमा। अनि कोही बेला जङ्गल साधनामा जान्छु, कोही बेला हिमालतिर जान्छु, कोही बेला गुफातिर पनि जान्छु। तर कुनै एउटा सिद्धि पाइयो भने चाहिँ अब यसले केही गरेछ साधना भन्ने देखिन्छ, देखावा, त्यो देखावटी हुन्छ। र कुनै सिद्धि भएन भने चाहिँ अब त्यो कसले कति साधना गर्यो के हो लेखाजोखा पनि हुँदैन, युट्युबमा आउने गर्ने देखाउने गर्ने हुन्छ। तर साधकले साधना गरिसकेपछि केही न केही अनुभूति गरेकै हुन्छ। 2-4 महिना ही साधना किन नगरोस्, 2-4 दिनै किन नगरोस्, वर्षौं वर्ष साधना गर्नु भनेको त धेरै हो, त्यस्तो लाग्छ मलाई। र हामीले अब गुरु पूर्णिमाको अवसर भएको हुनाले गुरुकै कुरा गरौँ। अब कस्तो गुरु खोज्ने?
अब आफू जस्तो छ उस्तै गुरु पाइन्छ, यो चाहिँ ध्रुव सत्य कुरा हो। आफ्नो भाव शक्ति अनुसार चाहिँ हामीले गुरु प्राप्ति गर्छौँ। आफू योग्य भइयो भने गुरुले स्वयं गुरु आएर चाहिँ गुरुले नै सहयोग गर्नुहुन्छ, तर हामीले त्यो गुरुलाई देख्दैनौँ, हामीले गुरु चिन्दैनौँ। जागृत हो कि परम जागृत हो कि तुरीयावस्था हो कि अब कैवल्य भनिन्छ, कुन अवस्थाको गुरु हो त? त्यो गाइडलाइन, त्यो मापदण्ड चाहिँ अब खासै त्यस्तो देखिँदैन। र जुन सिद्ध गुरुहरू हुन्छन् ती गुरुहरू चाहिँ यसरी युट्युबमा पनि आउन गाह्रै हुन्छ। महायोगीहरू भनेको आउने सम्भावना कमै हुन्छ, सिद्ध सन्तहरू। अब सिद्ध भयो भने के हुन्छ, के गरियो पहिला, के हालत भयो, कति ती कुराहरूमा अहिले गइयो भने धेरै लामो हुन्छ भिडियो। तर हामीले प्राप्ति गर्ने भनेको निरन्तर साधना गर्ने, आफ्नो सकेसम्म हामीले ब्रह्म मुहूर्तमा चाहिँ साधना गर्ने। ब्रह्म मुहूर्त मैले किन भनेको भने अरू समयभन्दा ब्रह्म मुहूर्तमा भनेको कम्तीमा पनि 4 गुणा बढी लाभ हुन्छ, 4 गुणा बढी। त्योभन्दा बढी पनि हुन सक्ला। ब्रह्म मुहूर्तमा साधना गर्ने, के गर्ने? त्यही 7वटा प्राणायाम, सूर्य नमस्कार, प्राणायामका विभिन्न विधिहरू, अन्त्यमा ध्यान। फेरि पनि त्यसलाई दोहोऱ्याउनु पर्यो भने शक्ति सञ्चालन क्रिया, रक्त प्राण सञ्चालन क्रिया, रक्त सञ्चालन क्रिया, क्रियाबाट ध्यानमा, क्रियाबाट अक्रियामा जानु पर्यो। सूत्र त्यही हो, साँची भावमा जानु पर्यो। साँची भाव गरेमा गइसकेपछि भनेको हाम्रो दिमाग चल्न बन्द हुन्छ र ध्यान घट्न सक्छ। त्यो सम्भावना धेरै छ त्यो अवस्थामा। साँची भाव हुने बित्तिकै अब दिमाग चलाइरहनु परेन, हामीलाई दिन्छ, दिमागले नै धोका दिन्छ। धोका दिने नै दिमागले हो। हामी हृदय चक्रमा, विशुद्धि चक्रमा या आज्ञा चक्रमा र नाभि चक्रमा, 4वटा चक्रमा हामीले ध्यान लगाउन सक्छौँ। तल्ला चक्रहरूमा पनि लगाउन सकिन्छ। त्यसको विधिहरू फरक विधिहरू छन्, बिल्कुल फरक छन्। तर मुख्य चाहिँ भाव नै हो। र हामीलाई 7 चक्रको चाहिँ अनुभूति हुन्छ। 7 चक्र पुरै 6 चक्र चाहिँ हामीले चलाउने सम्भावना छ, किनभने त्यो मैले अनुभव गरेको कुरा हो। भौतिक जगतबाट हामीले पाउने भनेको हामीले सुख पाउन सकिन्छ, शान्ति पाउन सकिँदैन। सम्पत्ति पाउन सकिन्छ, सन्तुष्टि पाउन सकिँदैन, हैन? हामीले खुसी पाउन सकिन्छ, आनन्द पाउन सकिँदैन। परम आनन्द, सच्चिदानन्द असम्भव छ। सम्पत्तिले सच्चिदानन्दलाई पाउन असम्भव छ, त्यो सम्भव छैन। तर साधनाबाट पुरै सम्भव छ। मैले अहिलेसम्म गरेको साधनाको अनुभव मेरो यही हो। र यहाँहरू पनि मसँग जोडिन चाहनुहुन्छ भने
जोडिन सक्नुहुन्छ। कुनै मेरो भिडियोलाई लाइक गर्नु पर्दैन, बेल आइकन दबाएर सब्सक्राइब गर्नुभए पुग्छ। आवश्यक पर्यो भने केही कमेन्ट गर्नुभयो भने त्यसको मैले एन्सर दिनेछु। भिडियोहरू म बनाउने छु, त्यो हजुरहरूको जिज्ञासाको आधारमा भिडियोहरू बन्नेछन्। कुन साधना कसरी गर्ने अथवा हामीले दिनचर्यालाई कसरी बिताउने भन्ने सम्बन्धमा भिडियोहरूमा हाल्नेछु। र मेरो भिडियोहरू पनि धेरै पातलो भइसकेको छ अहिले। एकदमै भिडियो बनाउने म साधनामै लिनुभएको हुनाले भिडियोहरू मैले एकदमै कम बनाइरहेको छु। त्यसो हुँदा मैले गराउने साधना भनेको अहिले यहीँका विभिन्न योग प्रयोगशालाहरूमा कोही ठाउँमा म सिक्न जान्छु, कोही ठाउँमा सिकाइदिनु न भनेको ठाउँमा म सिकाउँछु पनि। सिक्ने र सिकाउने क्रममै छु म। अब हामीले यहाँ यो जगतमा आएपछि सिक्ने र सिकाउने नै रहेछ। त्यसो हुँदा अब जङ्गल साधनामा जान चाहनुहुन्छ भने शनिबार एक दिनको जङ्गल साधनामा जान सकिन्छ, या 2 दिनको 3 दिनको पनि हुन्छ कहिलेकाहीँ साधकहरू अलिक बढी भएको अवस्थामा। नत्र भने 1 जना 2 जना मात्रै साधक भए पनि म जङ्गल साधनामा लैजान्छु, त्यसबाट पनि अलिकति प्राप्ति हुन्छ। गुफा साधना 25-26 दिनदेखि 1 महिनाको हुन्छ, गुफामा हामी साधना गर्न सक्छौँ। हिमालय साधना 3 महिनाभन्दा बढीको हुन्छ। हिमालय साधना गर्न सकिन्छ। त्यसको लागि बन्दोबस्तीको लागि अलिक खर्चिलो हुन्छ, खाद्यान्न र बन्दोबस्तीका सामानहरूको कारणले गर्दा। तर 3 महिना पछि फर्किँदाखेरि त्यही मान्छे चाहिँ फर्किँदैन, बिल्कुल फरक मान्छे हिमालयबाट फर्किन्छ। गुफाबाट फर्किँदा पनि साधकको स्थिति अनुसार र पूर्वजन्मको संस्कारको आधारले कति साधना गर्न सक्ने हो त्यो गुफामा चाहिँ हामीले राम्रोसँगले सिक्न सक्छौँ। जन्मदेखि मृत्युसम्मको क्रियालाई सिकाइन्छ। पुरै क्रियायोग राजयोग चाहिँ गराइन्छ। कसरी उठ्ने, सुत्ने, खाने, हिँड्ने, भाव शक्तिसँग कसरी जोडिने, ब्रह्माण्डसँग कसरी जोडिने भन्ने विषयमा सिकाइन्छ। अब अन्त्यमा गुरु पूर्णिमाको अवसरमा यहाँहरू सबैलाई क्रियायोग राजयोग गर्ने, साधनामा अगाडि बढ्ने र त्यो आफूभित्रको परम चैतन्य स्वरूप परमात्मा सचिदानन्दको दर्शन गर्ने अवसर प्राप्त होस् भन्ने भावका साथ मेरा गुरु गोविन्द सचिदानन्द स्वरूप परम चैतन्य परमात्मालाई कोटि कोटि नमन गर्दै यहाँहरू सबैमा गुरु पूर्णिमाको हार्दिक मङ्गलमय शुभकामना। ओम राधे राधे।